हेलो गाइस, नमस्ते, वेलकम टु माई च्यानल। आज म चाहिँ नि तपाईँहरूलाई मेरो कार ट्रायलको अनुभव सुनाउन जाँदैछु। मैले चाहिँ नि 1 महिनाको कोर्स लिएँ ड्राइभिङ सेन्टरमा, जसको मलाई आफ्टर डिस्काउन्ट चाहिँ नि 16,000 रुपियाँ पर्यो। यो चाहिँ नि सस्तो नै हो। यसमा चाहिँ नि मैले फर्स्ट 20 दिन चाहिँ नि बाटोमा गुडाएँ। अनि बाटोमा गुडाइसकेपछि भित्र इट प्र्याक्टिस गर्ने बेला चाहिँ नि मलाई त गाडी नै उठाउन नआए जस्तो, यत्रो 20 दिन प्र्याक्टिस गर्दा पनि त्यस्तो फिल भयो। मैले पहिला सुरु फर्स्टमा चाहिँ नि भित्र यो इटवाला कार ट्रायल सिस्टम प्र्याक्टिस गर्न पाएको भए राम्रो हुन्थ्यो। ठिकै छ त्यही पनि। अनि मैले चाहिँ नि अलि कन्फिडेन्स नभएकोले गर्दा मैले थुप्रै भिडियोहरू हेरेँ। अनि भिडियो हेरेर चाहिँ नि मैले चाहिँ नि कार सेकेन्ड डे चाहिँ नि अझै राम्रो गर्दै गएँ, थर्ड डे अझै राम्रो गर्दै गएँ। सो भिडियोहरूले मलाई धेरै सहयोग गर्यो। अनि यसमा चाहिँ नि एटमा भित्र छिराउँदाखेरि चाहिँ नि हामीले ध्यान दिनुपर्ने कुरा भनेको मिरर चाहिँ नि नहेर्दा पनि हुन्छ। हामीले पोललाई हेरेर चाहिँ नि अघि बढ्नु पर्यो। सुरुमा भित्र छिर्दाखेरि चाहिँ नि हामीले राइट साइड च्यापेर जानु पर्यो। अनि पोललाई छुन आँट्ने बित्तिकै हामीले स्टियरिङलाई पुरा लेफ्ट टर्न गरिदिने। अनि त्यसपछि हामीले 1.5 8 बनाउनु पर्यो। यो बनाउँदाखेरि चाहिँ नि हामीले पुरा कछुवाको तालमा बिस्तारै हाफ क्लचमा चलाउनु पर्यो, नत्र स्पिडले गर्दा बिग्रिन सक्छ। हामीलाई टाइम लिमिट छैन, जति चलाउँदा पनि हुन्छ। यो भिडियो चाहिँ नि स्पिड किन भएको भने तपाईँहरूलाई अब भिडियो छोटो बनाउनलाई चाहिँ अलिक स्पिड गरिदिएको भिडियो। अनि यो हामीले स्टियरिङ चलाउँदाखेरि चाहिँ नि पोललाई छोला जस्तो गरी अघि बढ्ने। अनि त्यसपछि पोल आउने बित्तिकै फेरि पुरा लक गर्ने, फेरि स्टियरिङ खोल्दै घुमाउँदै हामीले यो एट कटाउन सक्छ। पोललाई छोला जस्तो गरी अघि बढ्ने र बाहिर च्यापेर चलाउनु पर्यो है। अनि 1.5 यसमा एटमा चाहिँ नि हामीलाई 2 चान्स दिन्छ। येल्लो लाइन छोयो भने 5 मार्क्स काट्छ। अनि त्यसपछि त इनकेस स्टार्ट बन्द भयो या थर्ड टाइम छोयो या धेरै बेर छोयो या पोललाई हिट गर्यो भने चाहिँ नि हामी फेलै हुन्छौँ। त्यसपछि हामी बाहिर निस्किँदाखेरि चाहिँ नि बिस्तारै राइट साइड च्यापेर अघि बढ्ने। अनि त्यसपछि क्लचलाई पुरा छोडिदिने। अनि त्यसपछि बम्परमा इजिली कट्छ। अनि लास्ट बम्पर पुग्दाखेरि चाहिँ नि हामीले युटर्न गर्दाखेरि चाहिँ नि राइट साइड लाइट बाल्नु पर्यो। इनकेस साइड लाइट बाल्न बिर्स्यो भने चाहिँ नि हाम्रो 15 मार्क्स काट्छ। र साइड लाइट लेफ्ट बाल्यो भने चाहिँ नि हामी फेलै हुन्छौँ। र त्यसपछि हामी ट्राफिक लाइटमा पुग्छौँ। रेड र येल्लो बल्दाखेरि हामी रोकिनु पर्यो। अनि ग्रिन बल्दाखेरि अघि बढ्न सक्छौँ। अनि त्यसपछि हामी एक्सेलरेटर थोरै धेरै उकालोमा चलाउने र उकालोमा हामीले क्लचलाई फुल प्रेस गरेर ब्रेक दबाएर रोक्नु पर्यो। अनि ह्यान्ड ब्रेक फुल माथि तान्नु पर्यो। अनि त्यसपछि उकालोमा गाडी अब अघि बढाउनलाई चाहिँ हामीसँग एउटा फर्मुला छ। त्यसमा चाहिँ नि हामीले पहिला सुरु थोरै 10% रेस्ट दिने। अनि एक्सेलरेटर अनि क्लच तबसम्म छोड्ने जबसम्म गाडी भाइब्रेट गर्दैन या गाडीको साउन्ड चेन्ज हुँदैन। अनि त्यसपछि अनि फेरि थोरै एक्सेलरेटर अझ थप्ने। अनि त्यसपछि ह्यान्ड ब्रेक फुल डाउन गरेपछि गाडी सरर अघि बढ्छ। हामीलाई चाहिँ नि 1 चान्स पाउँछ इनकेस स्टार्ट बन्द भयो भने उकालोमा, त्योभन्दा बढी पाइँदैन। अनि त्यसपछि गाडी 6 इन्चभन्दा पछि पनि सर्नु भएन। अनि पछाडिको लाइन त मतलब भएन, उकालो ओह्रालोमा अगाडिको लाइन चाहिँ नि क्रस हुनु भएन। त्यसपछि हामी एक्सेलरेटर दिँदै ओह्रालोतिर लाग्छौँ र ब्रेक समात्दै तल चढ्नु पर्यो। अनि त्यसपछि क्लच फुल अनि ब्रेक दबाएर चाहिँ नि हामीले फेरि रोक्नु पर्यो। अनि ट्राफिकले अघि बढ भनेर सङ्केत दिएपछि हामीले फेरि ब्रेक छोड्दै बिस्तारै राइट साइड च्याप्दै तल चढ्नु पर्यो। राइट साइड किन च्याप्ने भन्दाखेरि हामी अब एलब्यागमा छिर्दैछौँ। अनि एलब्यागमा चाहिँ नि के हुन्छ भने भित्र राइट साइड च्याप्यो भने हामीसँग अगाडिको स्पेस धेरै हुन्छ र भित्र छिर्दाखेरि चाहिँ नि हामीलाई चाहिँ नि लाइन टच हुने सम्भावना हुँदैन। अनि त्यहाँ स्टियरिङ हेर्दै भित्र छिर्नु पर्यो। त्यसपछि चाहिँ नि
भित्र छिर्दाखेरि चाहिँ नि हामीले लेफ्ट साइडलाई सानो बनाउँदै भित्र छिर्नु पर्यो ताकि हामीले ब्याक गर्दाखेरि चाहिँ नि यो लाइन क्लियरली देख्न सकौँ भनेर। अनि त्यसपछि गाडीको पाङ्रा सिधा गाडी सिधा भएपछि पाङ्रालाई सिधा गरेर हामीले अगाडिको पुल छोला छोला जस्तो गरेर एलब्यागभित्र छिर्छौँ। र एलब्यागभित्र छिरेपछि चाहिँ नि अब हामीले आफ्नो लेफ्ट मिरर हेर्नु पर्यो। लेफ्ट मिररमा चाहिँ नि अब ग्याप चाहिँ नि धेरै ठुलो छ भने हामीले स्टियरिङलाई लेफ्टमा आधा काट्नु पर्यो। इनकेस ग्याप ठिक्कको छ भने हामीले ठिक्क काट्नु पर्यो, लेफ्टमा थोरै काट्नु पर्यो। इनकेस ग्याप सानो छ भने चाहिँ हामीले सिधै ब्याक गर्न सक्छौँ। र यसको लागि हामीले रिभर्स गियर लगाएर बिस्तारै कछुवाको तालमा पछाडि जानु पर्यो। जति बिस्तारै गऱ्यो त्यति हामीलाई अब इनकेस मिस्टेक भयो भने करेक्सन गर्न टाइम हुन्छ। बिस्तारै लेफ्ट लुकिङ मिरर हेर्दै पछि सर्ने र घुम्ती नपुगेसम्म पछि जाने। अनि त्यसपछि घुम्तीमा पुगेपछि हामीले स्टियरिङलाई फुल लेफ्ट टर्न गर्ने, किनकि हामी लेफ्टमा रिभर्स गर्दैछौँ। अनि त्यसपछि हामीले फुल त्यो लेफ्टको मिरर हेर्दै त्यो लाइनलाई टच नहुने गरी एलब्याग गर्नु पऱ्यो। इनकेस टच होला जस्तो लाग्यो भने चाहिँ हामीले स्टियरिङलाई फुल राइट टर्न गर्ने। अनि त्यसपछि मिलाउँदै अलिक प्रोफेसनली मात्र गर्न सक्छ। त्यसपछि लेफ्ट साइडको लाइन क्रस भएपछि चाहिँ नि कटेपछि चाहिँ नि हामीले राइट साइडको मिरर हेर्नु पऱ्यो। त्यसमा चाहिँ नि हामीले राइट साइडको मिरर हेरेपछि चाहिँ नि हामीले तबसम्म जाँदै गर्ने जबसम्म पछाडिसम्मको हाम्रो यो पोलहरू सिधा प्यारलल देख्दैनौँ। अनि त्यसपछि सिधा हुने बित्तिकै हामीले ब्रेक लगाएर स्टियरिङलाई सिधा गर्नु पर्यो। अनि त्यसपछि बिस्तारै हामीले एलब्याग क्रस गर्छौँ।